के तपाईँ आफ्नो टिकटक एप्लिकेसन एकदम ढिलो चल्ने ढिलो खुल्ने समस्यामा हुनुहुन्छ? टिकटक एकदम ढिलो खुल्यो भनेर मोबाइल फुटाइदिउँ जस्तो भुइँमा पछारिहालौँ जस्तो यसलाई पानीमै डुबायौँ जस्तो लागिरहेको छ। यदि त्यस्तो भइरहेको छ भने यो के कारणले त्यस्तो हुन्छ त? आउनुहोस् म सिकाउँछु यो कसरी बनाउने। एक क्लिक गर्ने त टिकटक च्याट्टै खुलिहाल्ने कसरी बनाउने त आउनु म सिकाउँछु है त। यो चाहिँ तपाईँको के कारणले हुन्छ भने तपाईँले टिकटक आइडी खोल्नु भएदेखिको अहिलेसम्म चाहिँ तपाईँले हेरेका भिडियोहरू सबै टिकटकभित्र सेभ भएर बसेको हुन्छ। त्यो भएर एकदम ह्याङ चल्ने गर्दछ। यो तपाईँले अहिलेसम्म त्यतिखेरदेखिको अहिलेसम्म हेर्नुभएको भिडियो चाहिँ कहाँनिर सेभ भएर बसेको हुन्छ र यो भिडियो चाहिँ कसरी चाहिँ डिलिट गरेर फाल्न सकिन्छ, यो यसको जानकारीको लागि यो तपाईँले भिडियो पुरा हेर्नुपर्ने हुन्छ। ल आउनुहोस् मोबाइल स्क्रिनमा म तपाईँलाई सबै सिकाउने छु र यो भिडियो तपाईँले हेरिसके पछाडि तपाईँले आफ्नो मोबाइलको टिकटकको स्टोरेज पनि खाली गर्न सक्नुहुनेछ। र तपाईँ यो भिडियो नयाँ हेर्दै हुनुहुन्छ भने मलाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। सबभन्दा पहिला माथि 3 लाइनमा जानुहोस्। 3 लाइनमा गइसकेपछि सेटिङ एन्ड प्राइभेसी गइसके पछाडि तपाईँ केमा जानुहोस् भने एक्टिभिटी कियर हेर्नुहोस्। हो त्यहाँ एक्टिभिटी कियरमा जानुहोस्। त्यसमा गइसकेपछि एकछिन टाइम लिन्छ। हेर्नुहोस् वाच हिस्टोरीमा जानुहोस्। वाच हिस्टोरीमा गइसकेपछि तपाईँले हेर्नुभएको भिडियो सबै देखिनेछ। अहिलेसम्म कति हेर्नुभएको थियो, यो टिकटक खोलेदेखिको अहिलेसम्म तपाईँले हेरेको भिडियोहरू यहाँ सबै सेभ भएर बसेका छन्। राम्रा नराम्रा जस्ता जस्ता हेर्नुभयो त्यस्तै सबै यहाँ सेभ भएर बसेको छ। अब यसलाई हामीले एकै क्लिकमा डिलिट गर्नुपर्छ हैन। अब एकै क्लिकमा डिलिट गर्नको लागि के गर्ने त भनेपछि अब तपाईँ हेर्दै जानुहोस्, म सिकाउँदै जान्छु। सिकिसके पछाडि तपाईँले आफ्नो मोबाइलमा पनि स्टोरेज खाली गर्न सक्नुहुन्छ। यसकै कारणले हो हाम्रो टिकटक चाहिँ नचलेको है फास्ट। अब हेर्नुहोस् यहाँनिर तपाईँ डिलिटमा चिन्ह लगाउनुहोस्। डिलिटमा क्लिक गर्नुहोस् र अल हिस्टोरीमा क्लिक गरेर डिलिट गरेपछि हेर्नुहोस् नो वाच हिस्टोरी एभाइलेबल भनेको छ। मेरोमा पुरै डिलिट भइसक्यो। तपाईँले पनि यो भिडियोलाई हेरेर आफ्नो मोबाइलको वाच हिस्टोरी डिलिट गर्न सक्नुहुन्छ होला भन्ने आशा गरेको छु। र यस्तै भिडियोहरूको लागि मलाई फलो गर्न नभुल्नु होला।